Hello everyone, after long time welcome back to my YouTube video. So आज चाहिँ हामी म र मेरो हस्बेन्ड भएर के गर्दैछु भन्दा चाहिँ उसले चाहिँ कपडा लाग्छन् अहिले बेबी शावर गर्न आँटेको अन्त मैले चाहिँ आज वाइ नट हैन पछाडी अब हाम्रो बेबी ठुलो भएर उसले पनि हेर्छ नि त उसको लागि के गर्दै थियो भनेर अन्तखेरि उसले पनि हेरोस् भनेर चाहिँ आज हामी यो वाला वलमा चाहिँ डेकोर गर्न आँटेको छौँ अनि यस्तो मेस्सी भइरहेछ अहिले चाहिँ यहाँ हेर्नुहोस् यस्तो भइरहेछ बेलुन चाहिँ हामीले बलुन चाहिँ हामीले कुछ ज्यादै ल्याइ पठाएको छौँ यहाँ हेर्नु नै अनलाइन अफलाइन गरेर लिएको थिएँ कि अन्त बलुन चाहिँ यति उब्रियो अब पछाडि काम लाग्छ हो अन्त यो चाहिँ हेर्नु न मम टुबी चाहिँ मेरोमा दुईवटा छ पिङ्क र वाइट ड्रेस चाहिँ मेरो पिङ्क छ कुन चाहिँ लगाउनु भइरहेछ अब यो दुईवटामा चाहिँ हुन्छ अहिले यो सबै डेकोर गरेर म तपाईँहरूलाई देखाउने छु हेर्नुहोस् यतिको त्यो भयो कि तर बेबी बोय मात्रै टिक्यो यहाँ बेबी गर्ल डल्लै उभैभरि झरिसक्यो अब डबल टेप लगाएर मात्रै टालिने रहेछ यो चाहिँ अब म चाहिँ यो बनाउनु आँटेको हो अहिले फोटो खिच्नुको लागि टेन्टेरेन म चाहिँ यति बनाइसकेँ आधी चाहिँ यहीँ राख्दै यति भए त भइहाल्छ फ्यान खोलिदिनु अहिले चाहिँ भिडियो गर्नु भनेको र अहिले चाहिँ हाम्रो बेबी सरको सानो प्रोग्राम सकिएर चाहिँ अब हल्का यहाँ हामी हाई छोटा डोन्ट हाई गदु हाई सबैले हाई छिटो पाटु हाई ओहो लस भयो त फेरि फ्रुट्स दारिम छ के छ आज व्रत छ अरे फ्रुट अब केरा छ होइन केरा दारिमहरू खानुहुन्छ नि केराहरू दारिमहरू यो तिमी भाउ ल उधर हो गया हो गए यहाँ हाम्रो के नामै नआएको सुन्नु दिए बिन्द हाई गरिदेऊ न हाई गरिदेऊ न हाई गरिदेऊ न हजुर ए हुन्छ हुन्छ खानु नि तपाईँहरू खानु न है तपाईँहरू खानु न तपाईँहरू खानु के ब्याग टुकेको चाहिँ यहाँ लगाएछ मेरो हस्बेन्ड चाहिँ केकहरू पुऱ्याउनु जानुभएको थियो नि त उता कम्पनीमा अन्त चाहिँ टेन्टेरेन मजा आयो म चाहिँ आज खाँदैछु अहिले चाहिँ खानामा बिजी छु हो मजा आयो नि हौ अब हेर्नुहोस् मेरो हालत चाहिँ कस्तो भइरहेछ भने तपाईँले जानै सक्नु गरम छ तपाईँहरूलाई कसरी एक्सप्लेन गर्नु यहाँको गर्मी त्यस्तो डरलाग्दो छ हो ए आउनु न भिडियो एन्ड गर्छ अब चाहिँ सो गाइज आजको म
बेबी सावरको आजको सर्ट क्लिप चाहिँ म यतिमै राख्छु हो 10-15 मिनट भए म बनाउँछु भनेर सोचेको थिएँ नि त पछाडि हेर्दा पनि हामीलाई है मजा लाग्छ नि त यस्तो भएको थियो भन्ने चाहिँ अब किनकि यहाँ त हामी सधैँभरि बस्दैन नि त अब टाइम पनि त्यस्तो बेसी छैन हो त्यही भएर चाहिँ मजा आयो दामी भयो आज थ्याङ्क यू सो मच सबैजना आइदिनु भएकोमा दिदी बहिनीहरू है सबै अन्त सबै हाम्रो दिदीहरूलाई रमाइलो भयो हो सबैलाई सो थ्याङ्क यू अन्त तपाईँहरूले ल्याइदिनु भएको गिफ्ट केकहरू मलाई एकदमै मन पर्यो थ्याङ्क यू मैले त्यो चाहिँ देखाउनु सकिनँ किनभने त्योहरू सबै काटिसकेको थियो सायद अगाडि भिडियोमा होला कि त्यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ हो त्यति भन्दै आजको सानो यो मेरो भिडियो यतिमै राख्दछु बाई मेरा धन्यवाद मम्मीलाई